यहाँहरु सम्पूर्णमा मेरो नमस्कार। आज पनि म यहाँहरुसँग आफ्नो मनको कुरा शेयर गर्ने उद्देश्यले यो भिडियो बनाइरहेको छु। हामी सम्पूर्ण मानव जातिलाई घुम्न, डुल्न, रमाउन मन पर्छ, किनकि सुख शान्ति आनन्द प्राप्त गर्ने एउटा माध्यम भनेको विभिन्न स्थानहरुको भ्रमण, त्यसको अवलोकन पनि हो र आफ्नो जीवनकालमा हरेक मानवले त्यो आफूले गर्न सक्ने र सम्भव भएसम्म त्यो कोशिशहरु गरि नै रहेका हुन्छौं। सकेनम भने सन्तुष्ट रहने कुरा र असन्तुष्ट रहने कुरा त व्यक्तिको आफआफ्नो सोचाइको कुरा हो, तर प्रयास भने सबैले गरेका हुन्छौं। मैले पनि आफ्नो एउटा उमेरमा रहँदाखेरि खूब इच्छा राख्थे म देश घुमौं, विभिन्न स्थानहरुमा जाउँ भनेर, र समय नभन्दै आफ्नो जीवनकालमा एउटा यस्तो समय आयो, साच्चै मैले यति धेरै यात्रा गरे कि सोचे मैले सोचेको कुराहरु पूरा हुँदो रहेछ। हामीले म्यानिफेस्टेसन गरेका, एकदम हामीले दिलैबाट एकदमै तीव्र इच्छा राखेका त्यस्ता कुराहरु चाहिँ साच्चै पूरा पनि हुँदो रहेछ। अर्को, हामी घुम्न डुल्न पैसा तिरेर त रुचाउँछौं र आनन्द लिन्छौं भने काम गर्दै घुम्न पाइयो भने त अझ कति मजा होला। त्यो त धेरै ठूलो सौभाग्यको कुरा भयो। नभन्दै मेरो जीवनमा त्यस्तै नै जुर्यो। जानी नजानी मेरो जीवनमा थोरै केही आफूले जाने सकेका कामहरु गर्दै देशहरु घुम्ने मौका मिल्यो र यति धेरै यात्रा गरे। सबैले मलाई भन्नुहुन्थ्यो कति घुमेको, कति डुलेको, कति हिँड्न सकेको भनेर भन्नुहुन्थ्यो। र फेरि अहिले एउटा यस्तो समय आएको छ, यति बेला मेरो फिजिकल यात्रा भने रोकिएको छ र म घरमा रेस्टमा छु। शरीरमा केही समस्या आएको कारणले अझै केही महिना चाहिँ मैले रेस्ट गर्नुपर्नेछ। मात्रै 1 महिना भएको छ मैले हिँड्न डुल्न छोडेको, अनि म बिरामी भएर बसिरहेको छु। बिरामी भन्दा पनि समस्या छ केही, छिटै आराम हुन्छ र पनि यो 1 महिना मात्रै हुँदा म बरु थाकेको छैन, म आनन्दले खुशी भएर बसिरहेको छु हैन। मेरो फिजिकल यात्रा मात्रै रोकिएको हो। म मनले आफूले अझै घुम्न मन लागेका, इच्छा गरेका कुराहरु या आफूले जीवनमा चाहेका कुराहरु प्राप्तिका लागि म्यानिफेस्टेसन, भिजुअलाइजेसन गरिरहेको छु। अर्थात म फेरि अहिले यति बेला आफ्नो मनले यात्रा गरिरहेको छु, मनको यात्रामा छु। त्यसैले म घुम्ने डुल्ने मान्छे हो। फिजिकल यात्रा त्यो थियो भने अहिले म मनबाट यात्रा गरिरहेको छु र मैले भविष्यमा प्राप्त गर्न चाहेको चीजहरु प्राप्तिको लागि मैले यहाँ बसेर यति बेला मेहनत गरिरहेको छु। त्यसैले म एक्लो छु या म घुम्न पाएको छैन, डुल्न पाएको छैन भनेर चाहिँ मैले सोचेको छैन। र ती पुराना भिडियोजहरु, फोटोहरु, ती मेमोरीहरुलाई चाहिँ म फेरि पुनः चाहिँ म हेर्दै ती सबै चीजहरुलाई चाहिँ जम्मा पारेर म एउटा रिपोर्ट तयार गरे जस्तै गरी रिपोर्ट बनाइरहेको छु। जब ती रिपोर्ट तयार पनि भइसक्छन्, मेरो शरीर पनि ठीक हुन्छ र म पुनः घुम्ने छु। म यो दृढ विश्वासमा चाहिँ रहेको छु। यति बेला म अलिकति मेडिटेसनमा पनि चासो राख्ने भएको हुनाले मेडिटेसन पनि गरिरहेको छु। र मैले एउटा आफ्नो जीवनकालमा बुक लेख्छु भन्थे, त्यो 20-22 वर्षको 25 वर्षको उमेरतिर लाग्थ्यो। किनभने हामीले एउटा जीवनमा सोचेका कुरा, करियरका कुराहरु पूरा नहुँदा आफू सरको साथीहरुले के गर्दा आफूले भएको दुःख सबैलाई के जस्तो, दुःख भन्दा पनि त्यो समस्या, त्यो दुःख होइन रहेछ वास्तवमा। अनि आफू त्यो असफल भएको कुराहरु कस्तो नलाग्दो रहेछ, बुक लेख्छु भन्थे। अहिले आएर यसो सोचे, त्यो 20-25 वर्षको उमेरमा मैले किन भोगेको हुन्छु होला र मैले बुक लेख्ने भनेको होला भनेर। तर इच्छा राखेको कारणले मेरो जीवनमा अहिलेसम्म यो 40 प्लस हुँदासम्म यति धेरै घटनाक्रमहरु, यति धेरै पात्रहरु, यति धेरै कथा र कहानीहरु जम्मा भएको छ कि साच्चै अब चाहिँ भने म बुक लेख्न पनि सक्छु र त्यसको तयारी पनि गर्नेछु। यहाँहरु